नमस्ते। सम्पूर्ण फेसबुक सामाजिक सञ्जालबाट जोडिनुभएका शुभचिन्तक व्यक्तित्व नेपाली नागरिक सर्वभारा तपाईँ हामी सत्यको पक्षमा रहेका तमाम नागरिकप्रति मेरो फेरि नमन 10 अम्ला जोडी नमन गर्दछु। र अर्को कुरा, यहाँ म थोरै सामाजिक सञ्जालमा क्लिप राख्न गइरहेको छु, जुन कि आज मैले सरकारप्रतिको एउटा विषयवस्तुलाई एउटा उत्साहित भएर यो क्लिपसँगै जोड्दैछु। जबकि 4 वर्ष अगाडिदेखि नै मैले यो कुराहरू चाहिँ मैले सरकारप्रति भनिराखेको थिएँ र राख्न खोजिराखेको थिएँ। सरकारप्रति पार्टी रवि लामिछाने सभापतिज्यूलाई मैले पटक पटक पनि यो विषयवस्तु राखेको थिएँ, जुन कि नेपालका हरेक जेलर्सलाई दाल भात खुवाएर मात्र जेलमा कैदी बनाएर राख्ने होइन, यिनीहरूलाई चाहिँ जुन एउटा त्यो जेलबाट निस्केर आउँदाखेरि चाहिँ जिउनको लागि काम गर्नुपर्ने रहेछ भन्ने सिस्टम सिक्ने मौका चाहिँ सरकारले गराउनुपर्छ भन्ने विषयवस्तुहरू मैले उठाइराखेको थिएँ। तर आज यो नयाँ ब्यालेन्स आएको सरकारले यसलाई प्राथमिकता दिँदै गर्दा मलाई खुसी लागेको छ। त्यही खुसीका साथ यो भिडियो क्लिप बनाइराखेको पनि छु, किनकि हामीले इतिहास अगाडि धेरै हेऱ्यौँ। जब जेलबाट मान्छे निस्केर आउँछ कि म त जेल बसेर आएको व्यक्ति हुँ भनेर डोन भएर गाउँमा थर्काएर हिँड्थ्यो, त्यस्तो सिचुएसन थियो। र अब आउने सरकारले चाहिँ नयाँ सरकारले 34 वर्ष राजनीतिक दलको रवैया त हामीले हेऱ्यौँ। अब नयाँ आउने सरकारले चाहिँ जेलसमा जति पनि बसेका व्यक्तिहरूलाई दाल भात खुवाएर होइन, पछाडि भिचुकमा चिप्स लाएर चाहिँ यिनीहरूलाई सरकारी प्रोजेक्ट जहाँ जहाँ पर्छ सरकारको काम बरु भएन भने आफ्नो सिमाना बार्न, ढुङ्गा बोकाउन र पानी बोकेर मात्रै खुवाउन सक्नेलाई पानी बोक्ने काम दिएर चाहिँ यो एउटा चाहिँ गुगल सिस्टम ट्र्याकिङमा चिप्स भिचुकमा लगाएर भए पनि यो चाहिँ लाउनुपर्छ सरकारले भन्दै म कुरा उठाइरहेको थिएँ। तर आज नयाँ सरकारले यो कुरा चाहिँ पारित गरेर चाहिँ समाचार सामाजिक सञ्जालमा सुन्दै गर्दा मलाई एकदम खुसी लागेको छ। यो चाहिँ एउटा भोलि म नै जेलस भएँ भने पनि जेलमा बसेर निस्केर आउँदा चाहिँ मैले काम गलत गर्नेतिर होइन, मैले चाहिँ यो गलत गरेँ भने फेरि म त्यो सरकारको शास्ति भोग्नुपर्छ, म चाहिँ यसरी काम गरेर मात्रै जिउनुपर्ने रहेछ, सक्षम मान्छे बन्नुपर्ने रहेछ भन्ने सिक्ने मौका चाहिँ सरकारले बनाउने एउटा यो सिस्टम बन्छ। यो विषयवस्तुलाई चाहिँ एकदम खुसी लागेको छ। यो थोरै भिडियो क्लिपसहित राखेको छु। जेलमा रहेका कैदीलाई सरकारले अब श्रममा लगाउने, कैदी पाल्नमै राज्यले खर्चिन्छ वार्षिक 4 अर्ब रुपैयाँ, बुझ्छन् करोडौं भत्ता। अब यो भन्दै गर्दा यो काम लागू भएपछि अझै धेरै ठुलो खुसी हुनेछ र नेपालका हरेक सर्वभारा नागरिकको व्यक्तिहरूको साथमा